Hello everyone, Namaskar. Welcome back to part 2 of my European truck journey. I have now arrived in Sweden after traveling from Denmark, and from Sweden I am continuing my journey towards Finland. स्विडेनबाट म फिनल्यान्डतर्फको मेरो यात्रा जारी राख्दैछु र फिनल्यान्ड जाँदा म तपाईँहरूलाई मेरो साथमा लैजानेछु र मेरो ट्रक यात्रा सडकहरू र सुन्दर ठाउँहरू र अद्भुत दृश्यहरू र मेरो ट्रकमा डिजल भर्ने स्टाफहरू म देखाउनेछु। म तपाईँहरूसँग चरणबद्ध रूपमा यात्रा साझा गर्नेछु र त्यसैले मसँगै रहनुहोस् र फिनल्यान्डसम्मको सडक यात्राको आनन्द लिनुहोस्। अहिले म चाहिँ फ्रम डेनमार्कबाट चाहिँ स्विडेन इन्टर भइसकेको छु र म चाहिँ मेरो यो सेकेन्ड डे हो। म तपाईँहरूलाई चाहिँ फ्रम डेनमार्कबाट चाहिँ फिनल्यान्डको चाहिँ मेरो 2530 किलोमिटर छ। किलोमिटर मेरो चाहिँ बाई रुट हो। म चाहिँ डाइरेक्ट बाई रुट जाने हो फिनल्यान्ड बोर्डर। म तपाईँहरूलाई त्यहाँको ठाउँहरू पनि देखाउँछु र तपाईँहरू मेरो साथमा रहनुहोस्, मलाई सपोर्ट गर्नुहोला। मेरो फेसबुक ब्लगमा पनि तपाईँहरू फलो गर्नुहोला, दिपक तामाङ ब्लगमा, अनि युट्युबमा नेपाली ट्रक ड्राइभर निरोमा तपाईँहरू सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू तपाईँहरूको सपोर्टको लागि। फिनल्यान्ड पुगेपछि म यात्राको यो भाग समाप्त गर्नेछु र तपाईँहरूलाई फिनल्यान्डबाट अर्को भिडियो ल्याउनेछु। अहिले म चाहिँ स्विडेनमा है डिजल फिल गर्नुको लागि आएको छु। यहाँ चाहिँ तपाईँहरू ग्यास स्टेसन देख्नुहुन्छ। यहाँ चाहिँ तपाईँले रेस्टुरेन्ट अनि पार्किङ पनि पाउनुहुन्छ। अनि यहाँ चाहिँ डिजल फिल गर्नुको लागि चाहिँ हामीले बाई सेल्फ फिल गर्नुपर्ने हुन्छ। यहाँ मान्छे हुँदैन। सबैभन्दा पहिला म है तपाईँहरूलाई देखाउँछु। यो हाम्रो जुन चाहिँ कार्ड हुन्छ डिजल फिलको लागि यो युज गर्ने हो। अनि हामीले पिन कोड नम्बर हामीले फिल गरिसकेपछि चाहिँ यो डिजलको प्रोसेस अगाडि हुन्छ है। मैले त है डिजल फिल गर्दैछु। यहाँको सिस्टम यो छ, यहाँ चाहिँ मान्छेहरू हुँदैन, त्यही भएर मैले चाहिँ तपाईँलाई आफ्नो अनुभवहरू सेयर गर्दैछु है। डिजल फिल गरिसकेपछि हेर्न सक्नुहुन्छ मैले है फेरि यो कार्ड पन्च गरेपछि त अटोमेटिक बिल चाहिँ दिन्छ है, यो सिस्टम छ। अहिले म चाहिँ फेरि जाँदैछु, मेरो यात्रा अझै बाँकी छ, तपाईँलाई म देखाउनेछु। अहिले म चाहिँ हाई कोस्ट ब्रिज होगा कोस्टन ब्राउन ब्रिजमा आएको छु है। वाउ, इट इज ब्युटिफुल ब्रिज। यो एउटा सुन्दर ब्रिज है, तपाईँहरू हेर्न सक्नुहुन्छ। जहाँ तपाईँहरू हिँडेर त यो पार गर्न सक्नुहुन्न, तर तपाईँले ड्राइभिङ गर्दा चाहिँ यहाँको सुन्दर दृश्यहरू चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। अहिले म चाहिँ स्विडेनमा है E4मा रहेको है उत्कृष्ट ब्रिज जो होगा कोस्टन हाई कोस्टमाथि चाहिँ म ड्राइभिङ गर्दैछु है। यहाँको दृश्य हेरेर चाहिँ मनै लोभिन्छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। जब तपाईँहरू है ब्रिज क्रस गरिसक्नुहुन्छ तब तपाईँहरूले त्यहाँ चाहिँ पार्किङ पाउनुहुनेछ र तपाईँले है अनि राइट साइडमा चाहिँ रेस्टुरेन्ट होटलहरू छ, त्यहाँ तपाईँले लन्च डिनर गर्न सक्नुहुनेछ। अहिले म चाहिँ पार्किङमा आइसकेको छु। मेरो चाहिँ 24 आवरको ब्रेक टाइम छ। तपाईँहरू यस्तै भिडियो हेर्नको लागि चाहिँ मेरो भिडियोमा लाइक, सब्सक्राइब, सेयर गर्नुहोला। थ्याङ्क यू।